हेलो 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 धन्यवाद गर्छु जगतका मालिक तीनै लोकका सृष्टिकर्ता सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। त्यसैगरी विभिन्न स्थानबाट उपस्थित रहनुभएका सबैमा म एकै मुष्टमा शिर झुकाएर नमस्कार गर्न चाहन्छु। धन्यवाद गर्छु पिता येशू मसीहको नाउँमा। परमात्माको योजना मङ्गलबारको बसाइमा छौँ। पिताजीको आत्मा भएर वचनहरू, परमेश्वरको आत्मा भएर गवाईहरू, भजन पनि यति मिठो गाउनुभयो बाबु हजुरहरूले, यति उत्साहित परमेश्वरको महिमा। त धन्यवाद गर्छु पिता येशू मसीहको नाउँमा। हैन पिताको योजना आज मङ्गलबारको बसाइमा छौँ। परमेश्वर जान्नुहुन्छ हामी सबैको हृदयलाई। समय कम छ तर पनि ईश्वरले समय दिनुभएको छ। परमेश्वरको योजना यो पनि हैन। समय त गइसकेको छ किनकि बिहान आउन अलि ढिला भएको हामीहरूलाई, किनकि धेरै जसो घरमै जानुहुन्छ भेटघाटको लागि। अनि फेरि जनहरू जानु भएपछि फेरि समय त्यत्तिकै गइहाल्छ। अनि सुरुबाटै आउन यस्तो मन चाहत हुन्छ, सुरुको भजन, सुरुको एकदमै प्रार्थनाबाट जुट्न यति मन हुन्छ, त्यो पनि परमेश्वरले पुरा गरिसक्नु भएको छ। त धन्यवाद गर्छु पिता येशू मसीहको नाउँमा। परमेश्वरको योजना समय ढिला भए पनि परमेश्वरले आज हामी सबको लागि हामीलाई चाहिनेवाला हाम्रा आवश्यकताका कुराहरू, आवश्यक वचनहरू डाइरेक्ट पिताजीले दिइसक्नु भएको छ। सबै महिमा, सबै उन्नति, सबै आशिष परमेश्वरले प्रकट गरिसक्नु भएको छ। यस्ता महान गवाईहरू, यस्तो महान महिमा, यस्तो एकदमै परमेश्वरका तेज लिडरहरू सबैजना, सबको जीवनमा परमेश्वरले यस्ता तेज काम गर्नुभएको। जसरी खोलाको किनारमा भएको वृक्षले, बिरुवाले खोलाबाट पानी लिइरहन्छ तब ऊ दिन रात बढिरहन्छ, त्यस्तै परमेश्वरको राज्यमा भएका परमेश्वरका सन्तानले परमेश्वरको तर्फका वचनहरू लिइरहन्छौँ, दिन रात बढिरहेका छौँ। आकाशीयको जीवन परमेश्वरले दिइसक्नु भएको छ। परमेश्वरले दिइसक्नुभयो। संसारको फोन चार्ज गरिराख्नुपर्छ, तर परमेश्वरको यो आत्मिक फोन, आत्मिक मोबाइल, यो आत्मा दिनुभएको छ परमेश्वरले। यो आत्मिक मोबाइल हो, यसको चार्ज कहिल्यै कम हुँदैन। हामी उहाँसँग जति कुरा गर्छौँ कहिले पनि चार्ज कम भयो, आज राम्रोसँग कुरा गर्न पाइन भन्नै पर्दैन। परमेश्वरमा हमेसा फुल चार्ज छ। परमेश्वरमा हमेसा फुल शक्ति सामर्थ परमेश्वरले भरेर हाम्रो जीवनमा प्रकट गरिसक्नु भएको छ। धन्यवाद पिता। भइसकेको छ। मानिससँग कुरा गर्न लाग्नुहुन्छ, पैसा छैन कुरा गर्न पाउनुहुन्न, फोनमा चार्ज छैन कुरा गर्न पाउनुहुन्न, फोनमा ब्यालेन्स छैन कुरा गर्न पाउनुहुन्न। तर परमेश्वरसँग जब कुरा गर्नुहुन्छ हर समय, हर बखत, रातको 4 बजे, रातको 2 बजे, रातको 12 बजे, अल टाइम, हरेक समय परमेश्वरसँग डाइरेक्ट हामी कुराकानी गर्न सक्छौँ। त्यो फुल चार्ज भएको मोबाइल रूपी आत्मा परमेश्वरले तपाईँ हामीलाई दिनुभएको छ। काम भइसक्यो भनेपछि अहिले भर्खरै परमेश्वरले काम प्रकट गरिसक्नु भएको छ। अहिले भर्खरै काम परमात्माले आँखाको अगाडि प्रकट गरिसक्नु भएको छ। परमेश्वर हजुर हुनुहुन्छ। पिताजी हजुरमा सम्भव छ। जब ईश्वरमा माग्छौँ तब असम्भव कुरा पनि परमेश्वरले सम्भव गरेर हाम्रो जीवनलाई पुरा आकाशीयको जीवनमा सेट परमेश्वरले गरिसक्नु भएको छ। त्यो जीवन, त्यो आशिष, त्यो महिमा, त्यो उद्धार, त्यो सुधारको काम परमात्मा आजै हो। त्यो उद्धारको काम अहिले हो, तुरुन्त प्रकट भइसक्यो। धन्यवाद पिता। अरू महिमा बढाउँ, अरू उत्साहित गराउँ, अरू तेज बनाउनु,
अरू आशिषहरू यो जीवनमा प्रकट गर्नु पिता धन्यवाद गर्छु येशू मसीहको नाउँमा भनेपछि भइसकेको काम 1000% परमेश्वरले प्रकट गरिसक्नु भएको छ। परमात्मालाई यसको लागि पनि धन्यवाद गर्छु येशू मसीहको नाउँमा। सपना नराम्रो देख्छौँ त परमेश्वरलाई धन्यवाद, नराम्रो सपना जसले देखायो उसैलाई हो, राम्रो सपना परमेश्वरले देखाउनु भयो, परमेश्वरले पस्केका र परमेश्वरले देखाएका सपना मात्रै हाम्रो जीवनमा 1000% पुरा भइसक्यो। नराम्रो सपनाको प्रतिफल हाम्रो हुँदै होइन। जो नराम्रो छ त्यसलाई लिँदै नलिनु, जो राम्रो छ त्यो पाइसके भनेर मन गर्नु, परमेश्वरलाई धन्यवाद गर्नु। 1000% पिताजीले ती स्वर्गका कामहरू प्रकट गरेर दिइसक्नु भएको छ। यो महानता, यो महिमा, यो शक्ति, यो तागत, यो ईश्वरीय उद्देश्य हाम्रो जीवनमा परमेश्वरले सजिलैसँग प्रकट गराइसक्नु भएको छ। त्यसैले धन्यवाद गर्छु पिता येशू मसीहको नाउँमा। विशेष गरेर आज मङ्गलबारको दिन हामी प्रत्यक्ष रूपमा परमेश्वरकै आत्मा भएर एकदमै उहाँकै आत्मा अनुसार, उहाँकै शब्द अनुसार, उहाँकै भाषा अनुसार, उहाँकै उच्चारण अनुसार प्रत्यक्ष डाइरेक्ट ईश्वरसँग कुरा गर्ने पनि समय हो। त जति ईश्वरमा अन्य भाषामा कुरा गर्छौँ त्यति हामी निर्माण हुन्छौँ। जब निर्माण हुन्छौँ तब कसैले हानिरहेछ भने पनि उसैलाई दुख्छ, तर हामी अरू मजबुत परमेश्वरले बनाइसक्नु भएको छ। जसरी यो एक एक इँटाबाट यो भवन निर्माण भएको छ, यो निर्माण भएको भवनलाई तपाईँले मुड्कीले हान्नुहुन्छ, तपाईँले हातले हान्नुहुन्छ, तपाईँकै हातमा दुख्छ। यो भित्तोलाई, यो भवनलाई दुख्दैन, जसले हाने उसलाई दुख्छ। त्यस्तै जब तपाईँ एक एक शब्दबाट परमेश्वरका आत्मा अनुसारका यो अन्य भाषामा बढ्नुहुन्छ तब समस्या सकार मतलब शैतानले जति मुकाबिला गर्छ, जति समस्या प्रहार गर्छ त्यति उसलाई दुख्छ, तर हामीलाई अरू अडार खडा परमेश्वरले बनाइसक्नु भएको छ। परमेश्वरले अरू तागत, अरू पोषण, अरू शक्ति, अरू सामर्थ परमेश्वरले डाइरेक्ट हाम्रो अगाडि प्रकट गरिसक्नु भएको छ। धन्यवाद पिता। भइसक्यो बच्चा, बोले अनुसारको काम गर्न म तयार छु। सही कुरा बोलिदिनु, सही काम 1000% आँखाको अगाडि परमेश्वरले प्रकट गरिसक्नु भयो। यो बोलेर प्रकट हुने यति सजिलो सच्चाइको बाटो, यति सजिलो परमेश्वरको मार्ग हाम्रो लागि परमेश्वरले खोलिदिनु भयो, जसको कारण हामी हर समय उहाँसँग मन बढाउँछौँ, हर समय उहाँका आत्मिक वचन अनुसार चल्छौँ। तब परमेश्वर पिताले एक सेकेन्ड पनि तपाईँलाई टुरो हुन दिनुहुन्न, एक सेकेन्ड पनि तपाईँलाई एक्लो पर्न दिनुहुन्न, एक सेकेन्ड पनि तपाईँलाई रुन दिनुहुन्न, एक सेकेन्ड पनि तपाईँलाई ऋणमा, दलदलमा, कठिनाइमा परमेश्वरले पर्नै दिनुहुन्न। समस्यालाई मेरो भनेर लिँदै नलिनु, यो त मेरो हुँदै होइन, यो त जा भाग भन्नु। अनि ईश्वरबाट आएको कुरा, परमेश्वरबाट पाउने कुरा आँखाको अगाडि नहुँदा पनि पाइसके, भइसक्यो, धनी भइसके, स्वस्थ भइसके, जीवन पाइसके, उद्धार पाइसके, आनन्द पाइसके। धन्यवाद पिता। भइसक्यो बोल्नुभयो। आँखोदेखि परमेश्वरले 1000% ती स्वर्गका कामहरू प्रकट गरिसक्नु भएको छ। त धन्यवाद गर्छु पिता येशू मसीहको नाउँमा। समयको योजना अनुसार होइन, परमेश्वरको योजना समय छोटो नै छ। त्यसैले परमेश्वरको आत्मा भएर हामी उहाँसँग अन्य भाषामा कुरा गर्छौँ, परमेश्वरसँग डाइरेक्ट कुरा गर्छौँ। परमेश्वरका कुरा थाहा हुन्छ। जब परमेश्वरको कुरा थाहा हुन्छ, संसारको मै हुँ भनेर आएका घनघोरको अन्धकारलाई पनि च्वाट यी परमेश्वरका आत्मिक वचनबाट, आत्मिक योग्यता अनुसार भएका यी अन्य भाषाद्वारा सबै समस्याको बादलहरू फाटिसकेको छ। जसरी हामी आकाशलाई हेर्छौँ, अन्धकार गाडाङगुडुङ गरिरहेछ, अन्धकार भइरहेछ, बादल लागेको छ, गाडाङगुडुङ आवाज आएको छ भने हामी भन्छौँ आज पानी पर्छ। त्यस्तै जीवनमा गाडाङगुडुङ आयो, अन्धकार भयो भने जान्नुहोस् आज
सबैभन्दा टप लेभलको ईश्वरको आशिष मेरो जीवनमा प्रकट भइसकेको छ। तपाईँ आकाश हेरेर जान्नुहुन्छ, पानी आउँछ। हालत हेरेर जान्नु, परमेश्वरको आशिष आइसक्यो। यो हालत मलाई होइन, यसलाई मेरो पिताले पन्छाइसक्नुभयो। परमेश्वरले चाहेका ती स्वर्गका महान काम मेरो अगाडि प्रकट भइसक्यो। पिता धन्यवाद गर्छु येशू मसीहको नाउँमा। भनेपछि परमेश्वरलाई ड्युटी दिनुभयो, परमेश्वरलाई काम दिनुभयो। परमेश्वरलाई काम दिने, परमेश्वरको महिमामा मन लगाउनेहरू फाइदाको जीवनमा रहनुहुन्छ। त आफै सोच्ने, आफै चिन्ता गर्ने, आफै गर्नेवाला बन्ने गर्न लाग्नुभयो भने तपाईँ मूर्ख सन्तान हो। तपाईँ जति आफ्नो बुद्धि लाउनुहुन्छ त्यति दुःख पाउनुहुन्छ। जति ईश्वरलाई छोड्न सक्नुहुन्छ त्यति छिट्टो परमेश्वरको काम प्रकट भइसकेको छ। धैर्य गर्नुहुन्छ, छिटो प्रकट हुन्छ। अतालिनुहुन्छ, छिटो खोज्नुहुन्छ, ढिला हुन्छ। जे हुन्छ ईश्वरमा हुन्छ भनेर धैर्य गरेर ढुक्क भएर छोडिदिनुहुन्छ। हुनै नसक्ने काम पनि 1000% परमेश्वरले छिट्टो प्रकट गरिसक्नु भएको छ। पहिले अरूको उद्धारको लागि माग्नु, अरूको सुधारको लागि माग्नु, अरूको भलाइको लागि माग्नु। तपाईँको भलाइ त परमेश्वरले गरिसक्नु भएको छ, परमेश्वरले दिइसक्नु भएको छ। जब तपाईँद्वारा अरूको उद्धार हुन्छ भने तपाईँलाई कमी र घटीमा परमेश्वरले कहिल्यै हुन दिनुहुन्न। तपाईँलाई अरू मजबुत र अरू शक्तिशाली, अरू 1000 गुणाको आशिषमा परमेश्वरले राखिसक्नु भएको छ। त्यो आशिष हजुरहरूसँगै छ, परमेश्वरसँगै हुनुहुन्छ। परमेश्वर मसँग हुनुहुन्छ त म सब कुरा गर्न सक्छु। यो मन बनाउनु, परमेश्वर मेरो लागि हुनुहुन्छ त म सबै समस्या, सबै मडारिएका बाधा रुकावटलाई चकनाचुर पारेर एकदमै अडाएर खडा रहन सक्छु। परमेश्वर मसँग हुनुहुन्छ त खाइहाल्ने घातक रूढीलाई पनि चकनाचुर परमेश्वरले पार्न सक्नुहुन्छ। मैले त्यो सामर्थ्य पाएको छु, मैले त्यो योग्यता पाएको छु, मैले त्यो तागत पाएको छु। यो समस्या त केही पनि होइन, समाधान परमेश्वरले मलाई 1000% दिइसक्नु भएको छ। मेरो ईश्वर समाधानको ईश्वर, मेरो ईश्वरको भण्डारमा समाधान मात्रै छ। मेरो ईश्वरको भण्डारमा सही र सकारात्मक कुरा छ। मेरो पिताको भण्डारमा मेरो लागि फाइदै फाइदाका हरेक महिमाहरू मात्रै छ, जो मेरो पिताले राख्नु भएको छ। लाइन बाई लाइन मेरो अगाडि प्रकट भइसकेको छ। धन्यवाद पिता, भइसक्यो। रोग समस्या यो त हेर्ने नै होइन, यो त मलाई हुँदै होइन, यो मेरो लागि हुनै सक्दैन। यो त झुट हो, झुटो टिक्दैन, साँचो डक्दैन। हिजैबाट भनिरहेको कुरा, सबै समस्यालाई झुट मान्नु। जति गहिरोले कसैले बताए पनि यो त झुट हो, यो त टिक्नै सक्दैन, यो त हुनै सक्दैन। हुन सक्छ परमेश्वरको काम, परमेश्वरको महिमा, परमेश्वरको तागत। त्यसैले मेरा गुरु मेरो लागि कंगाल बन्नुभयो ताकि म धनी भऊँ भनेर। मेरा गुरुले शरीरमा तोडफोड गराउनु भयो ताकि उहाँले पारेका, उहाँको शरीरमा भएका तोडफोडबाट निर्माण भएर मजबुत भएर सामर्थ्य मेरो पिताले बनाइसक्नु भएको छ। मेरो गुरुले लिएका चोटबाट म निको भइसकेको छु। मेरो गुरुले लिएका निन्दा र एकदमै अपमानबाट मलाई सम्मान र सतनाम मेरो पिताले दिइसक्नु भएको छ। मेरो लागि त्यो अनमोल सेक्रिफाइस, त्यो अनमोल बलिदान मेरो पिताले दिइसक्नु भएको छ। मेरो पिताबाट जो हो त्यो मेरो अगाडि मेरो पिताले प्रकट गरिसक्नु भयो। धन्यवाद पिता, भइसक्यो बोलिदिनु। अन्धकारलाई वास्तै नगर्नु। बत्ती बालेपछि अन्धकार भागिहाल्छ। जीवनका अन्धकार त केही होइन। धन्यवाद ईश्वर, पाइसके भन्नु भनेको बत्ती बाल्नु हो। घनघोर समस्या च्वाट च्वाट भएर तपाईँको जीवनबाट भागेर हटिसकेको छ। धन्यवाद पिता, येशू मसीहको नाउँमा परमेश्वरलाई धन्यवाद गर्छु। येशू मसीहको नाउँमा परमेश्वरमा बढ्दै जानु। जसरी मेरो छोरी सुसम्पन्नता होइन, सानो हुँदा त्यति खोज्ने थिइनन्, जब ठुलो हुँदै गइन्, माम पनि मामुसँग खाने, बस्ने पनि मामुसँग होइन। जे काम गर्नु पर्यो पहिला त अब अघि मात्रै गवाई बताउनु भयो हाम्रो अञ्जली आजी भन्छन् उनले होइन। हर समय उनीसँग रहन्थिन्। तर जब जति टाढा भयो, जति अब छोड्दै हिँड्दै नानी पाएको 6 दिन बाटै महिमा गरेको मैले होइन।
परमेश्वरको योजना। तब सानो सानोमा त त्यति खोज्ने थिएनन्, जति बढ्दै गइन्, जति बुझ्दै गइन्, त्यति उनले मामुको महत्त्व बुझ्दै गएको छन् नि। त्यस्तै हामी पनि जति अन्य भाषामा बढ्दै जान्छौँ, आत्मिक रीतिमा बढ्छौँ, त्यति पिताको महत्त्वलाई हामीले पनि बुझ्दै जान्छौँ, परमेश्वरलाई अरू बुझ्दै जान्छौँ। खाना पनि मामुसँग, बस्ने पनि मामुसँग, सुत्ने पनि मामुसँग, होइन, एकछिन छोड्न मान्दिनन्। बिहान पनि कति समय पुरै मिठो मिठो गफ गरेर जति बेला पनि मामुसँग समय बिताउन पाए हुन्थ्यो भन्ने उनलाई त्यो चाहत हुन्छ। बुझ्दै आइन्, ठुलो हुँदै आइन्, उनमा त्यो बुद्धि, त्यो प्रेरणा, त्यो प्रेम पनि ईश्वरले भर्दै जानुभयो। त्यस्तै हामी परमेश्वरमा पनि बढ्दै जान्छौँ, त्यति परमेश्वरसँग अरू बोल्न पाए हुन्थ्यो, अरू ईश्वरसँग नजिक हुन पाए हुन्थ्यो, अरू ईश्वरका भाषामा, ईश्वरीय शक्तिमा उत्साहित हुन पाए हुन्थ्यो। जति यो मन गर्छौँ त्यति बलियो परमेश्वरले बनाइसक्नु भएको छ। त धन्यवाद गर्छु पिता येशू मसीहको नाउँमा। यिनै परमात्माको तर्फबाट भएका महिमाले सबैको जीवनमा आशिष महिमा मिलिसक्यो र परमेश्वरको यस महिमालाई सञ्चालन गर्नुहुने हाम्रो केशर सर हजुरलाई पनि पिताको अरू भरिपूर्ण आशिष र महिमा मिलिसक्यो भन्दै यहाँहरू सबैबाट बिदा हुने अनुमति माग्छु। धन्यवाद गर्छु पिता येशू मसीहको नाम। सक्यो सर हजुरको आगमन सँगसँगै भन्दै परमात्मालाई अनगिन्ती धन्यवाद गर्छु मसीह येशूको नाम। परमात्मा परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाम। मैले सोचेको पनि थिएन यो केएमसी शाखामा आएर यसरी हाम्रो सरू म्यामले मलाई फोन गरिरहनुहुन्थ्यो, टाइम 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 भन्नुहुन्थ्यो। यति व्यस्तता थियो, यति टाइट थियो। मैले ईश्वरसँग मागिरहेको थिएँ, म्यामले भन्नुभएको थियो योभन्दा पहिल्यै मागिसक्नु भएको थियो, अहिले नआत्तिनु है, अहिले नआत्तिनु है, अहिले नआत्तिनु है। तर आज रहेछ ईश्वरको योजना। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाम। आजका कार्यक्रम सञ्चालक द्वय सर अनि म्यामलाई पनि म प्रकाशदीप गैरीको तर्फबाट शिर निहुरार उच्च नमन व्यक्त गर्न चाहन्छु। स्टेजमा विराजमान हुनुहुने शाखा प्रमुख, उपप्रमुख, केन्द्रीय लिडर अनि जति पनि ईश्वर वनमा होइन मनमा हुनुहुन्छ भनेर आउनुहुने तपाईँप्रति म प्रकाशदीप गैरीको तर्फबाट सम्पूर्णमा एक मुष्टमा शिर निहुरार नमस्कार गर्न चाहन्छु। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु। मैले ईश्वर चिने ख्याल ख्यालमै मैले पनि चिनेको होइन, ठट्टा गरेर चिनेको पनि होइन, ख्याल ख्यालमा चिनेको पनि होइन, अरूले हुन्छ रे भनेर चिनेको पनि होइन। मैले खुब अनुभव गरेँ, मैले खुद प्र्याक्टिकल गरेँ, मैले खुब आफैले खुद त्यसलाई जाँचेँ अनि मेरो जीवनमा परिवर्तन भयो। मेरो जीवनमा परमेश्वरको भरिपूर्ण आशिष रह्यो। परमेश्वरले मेरो जीवनमा नि काम गर्नुभयो। अनि त्यसपछि भन्न थाले ईश्वर वनमा होइन मनमा हुनुहुन्छ भन्न थाले। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु। हालतै नआउने होइन, हालत आउँछन् तर बिगार्नको लागि आउँदैनन्, निखार्नको लागि आएको हुन्छ। तपाईको हिम्मत देखेर हालतले पनि हार खानेछन्, किनकि तपाईहरू परमपिता परमेश्वरको पवित्र सन्तान सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु। हामी प्रतीक्षामा थियौँ। आजको कार्यक्रम प्रमुख अतिथि मेरो अत्यन्तै आदरणीय मित्र, मलाई एकदमै माया गर्नुहुन्छ, मलाई एकदम साथ सपोर्ट पनि गर्नुहुन्छ। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु। जसको प्रतीक्षामा हामी थियौँ। बिहान 11 बजेदेखि हामी प्रमुख अतिथिको प्रतीक्षामा थियौँ। हाम्रो प्रमुख अतिथि आउनुभयो, उहाँलाई पनि एकचोटि जोरदार सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सर्वशक्तिमान परमपिता परमेश्वरलाई
र आजको प्रमुख अतिथिलाई आसन ग्रहण गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु र उहाँलाई खादा मालाले सम्मान गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। जसको प्रतीक्षामा उज्यालोले प्रतीक्षा गरिरहेको थियो, जो उहाँ बिना त्यो दियो जल्न सक्ने थिएन होला सायद, त्यो दियो आज जल्नको लागि पनि हामीले तय गरेको आजको प्रमुख अतिथि हुनुहुन्थ्यो हैन, माननीय सांसद हुनुहुन्छ। उहाँलाई हृदयदेखि सम्मान व्यक्त पनि गर्न चाहन्छु म मसी येशूको नाउँमा। उहाँलाई खादा मालाले सम्मान गरिदिनु पनि हार्दिक अनुरोध गर्दछु। सहयोगी हुनुहुन्छ, भोलिका दिनमा सच्चाइ परिवारलाई ठुलो राहत अनि सहयोग गर्नुहुन्छ भनी हामी सच्चाइ परिवारको आशा राखेका पनि छौँ, भरोसा विश्वास पनि गरेका छौँ। आज संसारमा धनका धनी भन्दा मनका धनी चिनिएका छन्। संसारमा धनका धनीलाई भन्दा मनका धनीलाई ईश्वरले रोज्नु भएको छ हैन, किनकि परमेश्वरले धनको धनीलाई खोज्नुहुन्न, मनको धनीलाई खोज्नुहुन्छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु म मसी येशूको नाउँमा। मलाई क्षमा गर्नु होला, मैले मेलो मात्रै समेटेको हो। कार्यक्रम सञ्चालक द्वयले हाम्रो भाग किन चोर भयो सरले नभनिदिनु होला। मैले मेलो छुट्याउन लागेको, पानसमा बत्ती बालेर पनि कार्यक्रमलाई उद्घाटन गरिदिनु पनि हार्दिक अनुरोध गर्दछु। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु। म क्षमा चाहन्छु, कार्यक्रम सञ्चालक द्वयसँगै म क्षमा चाहन्छु। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसी येशूको नाउँमा। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसी येशूको नाउँमा। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसी येशूको नाउँमा। आज हामी जहाँ पनि पुगिरहेका छौँ, जहाँ पनि जान्छौँ, हामी धर्म परिवर्तन गर्न हिँडेका छैनौँ, हामी जात परिवर्तन गर्न हिँडेका छैनौँ, हामीले कसैको आस्थालाई ठेस पुर्याउनको निमित्त हिँडिरहेका छैनौँ। किनकि मैले ईश्वर चिनेपछि र मैले ईश्वर जानेपछि मेरो जीवन परिवर्तन भयो र तपाईँको जीवन पनि परिवर्तन हुन्छ। अजमाएर हेर्नुहोस्, प्र्याक्टिकल गरेर हेर्नुहोस् भन्यौ, तपाईँहरूले पनि प्र्याक्टिकल गर्नुभयो र ईश्वरलाई पछ्याउनु भयो। न जात परिवर्तन गर्नुभयो, न धर्म परिवर्तन गर्नुभयो, न वासस्थान परिवर्तन गर्नुभयो, न वस्त्र परिवर्तन गर्नुभयो, न खानपिन परिवर्तन गर्नुभयो, न केही पनि परिवर्तन गर्नु पर्दैन। केवल हृदयलाई परिवर्तन गर्नुभयो र ईश्वरको बास भयो। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु। त्यसैले हालत परमेश्वरका सन्तानहरूलाई हालत नआउने होइन, हालत आउन सक्छन्, तर त्यो हालत बिगार्नको लागि आउँदैन, निखार्नको लागि आएको हुन्छ। त्यसैले सबैले हामीले के विश्वास गर्नुपर्छ भन्दाखेरि हालत आउने भनेको हामीलाई बिगार्नको लागि होइन, तर तपाईँले हिम्मत हार्नु हुँदैन। त्यो हालतले पनि तपाईँको हिम्मत देखेर हालतले पनि हार खाने दिन आउँछ। परमेश्वरको सन्तानमा त्यो खुबी हुनुपर्छ। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नु, किनकि हिजोको दिनको अगमवक्ताहरूलाई पनि, जस्तै हाम्रो गुरु येशू मसीह, आज मानिसहरूले जातमा खोज्नुहुन्छ, आज मानिसहरूले धर्ममा खोज्नुहुन्छ, आज मानिसहरूले मन्दिरमा खोज्नुहुन्छ, चर्चमा खोज्नुहुन्छ, गुम्बामा खोज्नुहुन्छ, मस्जिदमा खोज्नुहुन्छ। होइन नि, ईश्वर त हाम्रो हृदयमा हुनुहुन्छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु। किनकि हाम्रो गुरु येशू मसीह 40 दिन 40 रात उपवास बसेर के गर्नुभएको थियो त? 40 दिन 40 रात उपवास बसिसकेपछि त्यो हाम्रो गुरु येशू मसीहलाई कमजोर पार्नको लागि, हिम्मत टुटाउनको लागि, निरुत्साहित पार्नको निमित्त, कमजोर पार्नको निमित्त, लडाउनको निमित्त, अगाडि बढाउनको निमित्त होइन, लडाउनको निमित्त, कमजोर पार्नको निमित्त 40 दिन 40 रात उपवास बसेर आइसकेपछि हाम्रो गुरु येशू मसीहलाई उसको हिम्मत टुटोस् भनेर तपाईँ त परमेश्वरको असाध्यै आज्ञाकारी सन्तान 40 दिन 40 रात उपवास पनि बसेर आउनु भएको छ।
तपाईलाई भोक पनि लागेको छ, कमजोरीमा उसले हान्यो प्रहार। हेर्नुहोस् है, कहाँनिर कमजोरी छ भन्ने कुरा, उसलाई भोक लागेको छ, उसलाई भोक लागेको बेला रोटी दियो भने रोटीमा मन लगायो भने ऊ कमजोर हुन सक्छ, गिर्न सक्छ, लड्न सक्छ, निरुत्साहित हुन सक्छ भनेर उसले के गर्यो, तपाईँ 40 दिन 40 रातसम्म उपवास बसेर आउनुभयो। तपाईँमा त्यो शक्ति छ, तपाईँले ढुङ्गालाई पक्रेर रोटी बनाओस् भन्नुहोस् त, तपाईँको निमित्त त्यस्तै हुनेछ। यदि गुरु येशू मसीहले ढुङ्गा पक्रेर रोटी भन्नुहुन्थ्यो भने सायद त्यो ढुङ्गा रोटी नबनिकन ढुङ्गै हुन्थ्यो भने येशू मसीहको मन कमजोर हुन सक्थ्यो, टुट्न सक्थ्यो, गिर्न सक्नुहुन्थ्यो। तर उहाँले के भन्नुभयो, त हट्जा। मानिस रोटीले मात्रै जीवित रहँदैन, परमेश्वरको मुखबाट निक्लेको पवित्र वचन, रोटीले, पवित्र वचनको रोटीले पनि मानिस जीवित रहन सक्छ। त मबाट दूर भइसा। तर येशू मसीहले भनेर उहाँलाई के त गर्नु भएन। त्यसैले कहिलेकाहीँ तपाईहरूले के हुन सक्छ भन्दाखेरि, तैँले त परमेश्वर मानेको, ल यो छतबाट हामफल त तेरो त परमेश्वरले हात थाम्छ। तैँले त परमेश्वर मानेको, तैँले त ईश्वरलाई जानेको, तैँले यस्तो गर त पानीलाई छोइ त तेल हुन्छ। तैँले त ईश्वर भनेको, तैँले यस्तो गर त नै। ईश्वर तपाईँको योजना भयो भने आकाश त तलतिर हुन्छ, पृथ्वी त मासतिर हुन्छ। अरू कुरा के गर्ने पिता? दिउँसै रात पर्न त सक्छ पिता, तर इच्छा तपाईँको छैन भने पिता, जे छु त्यसमा म खुसी छु। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन छ। त्यसैले सानो तिनो काम बनेन भन्दामा आज हामी विशेष गरेर लिडर जनहरू छौँ र आज मैले यो कुरा गरिरहेको छु। किनकि अघि हाम्रो कमल सरले भन्नुभयो नि, सचिवज्यूले भन्नुभयो एउटा कुरा, तेरो भागमा 60 बोरा चामल हो, ल त कति खानुपर्छ, त पेट फुट्ने गरेर खा अनि मर। उनले के गरेनन् भन्दाखेरि मैले मात्रै खानुपर्छ भनेर उनले थुबरेर राख्थे भने सायद त्यो 60 बोरा के 1 किलो खाएर मर्नुहुन्थ्यो होला, 60 बोरा त अलग्गै रहन्थ्यो होला। तर उनले के विचार गरे भन्दाखेरि, म यसै मर्न छ, यो 60 बोरा चामल खान भन्दा, म एक्लै खाएर मर्न भन्दा म बरु सबैले खुवाइदिन्छु, म नि मरिदिन्छु। किनकि परमेश्वरले भन्नुभएको छ, जसले दिन जानेको छ त्यसलाई मैले दिन जानेको छु, हैन? त्यसरी नै तपाईले एउटा मोमबत्तीबाट लाखौं मोमबत्ती बाल्नुहोस्, जुन पहिला बलेको मोमबत्ती कहिले पनि मधुरो बन्दैन। जतिसुकै मोमबत्ती जलाउनुहोस्, ऊ उज्यालै भइरहन्छ, ऊ उज्यालै भइरहन्छ। त्यसरी नै हामीसँग भएका हरेक चिजहरू हामीले बाँड्न सक्यौं, हामीले दिन सक्यौं, हाम्रो मनहरूलाई नम्रतामा ढाल्न सक्यौं भने परमेश्वरले हामीलाई के त और कोमलता, और नम्रता, और आशिष दिनुहुन्छ। त्यसैले ईश्वरले भन्नुभएको छ कि तिमीले 2 हात थाप त अञ्जुली भरि पानी आउँछ, तर त्यही पानीलाई पनि तिमीले मुठी पार त परेको पानी पनि फुत्किएर जान सक्छ। त्यसैले जसले दिन जानेको छ त्यसलाई मैले दिन जानेको छु, जसले बाँड्न जानेको छ त्यसलाई बढाउन जानेको छु, जसले सेवा गर्न जानेको छ त्यसको सेवा मैले गर्नेछु। कसले भन्नुभयो? हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वरले। त्यसैले किनकि जब 40 दिन 40 रात उपवास बसेर आइसकेपछि त्यहाँ गिर्न सक्नु, त्यो शैतानिक आत्माले गिराउन सक्थ्यो। तर हाम्रो गुरु येशू मसीहलाई के भन्नुभयो त? नै, मानिस रोटीले मात्र जीवित रहन सक्दैन, मानिस वचनले पनि जीवित हुन सक्छ। मन बढाउनु भयो र अगाडि बढिहाल्नु भएन। त्यसपछि के भन्नुभयो त? तब येशूले जवाफ दिनुभयो, लेखिएको छ, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहन सक्छ। त दूर भइजा, त दूर भइजा। त्यहाँ मन कमजोर बनाउनु भएन, किनकि ऊ हरेक कुरामा कमजोर पार्न चाहन्छ। अब तपाईहरूलाई हामी लिडर जन छौँ, यहाँ हामी लिडरहरू छौँ, विशेष गरेर आज लिडरहरूको भेला छ हामी। अब तपाईहरूलाई के गर्छ त? यता आइज सुन त, प्रकाश सर र सुशीलामा त यस्तो नि, यो सच्चाई केन्द्र नेपाल त यस्तो नि, हाम्रो त यति राम्रो नि,
हाम्रो त यस्तो नि तपाईलाई त्यहाँ कमजोर बनाउनलाई यस्तै ब्यानर लगाएर बस्ने पनि हुनुहुन्छ यहाँ, यस्तै केन्द्र भनेर तपाईलाई झुक्क्याउन बस्नेहरू पनि हुनुहुन्छ यहाँ। सचेत रहन पनि म अनुरोध गर्दछु तपाईहरूलाई। यता है हामी त सत्य नि, उहाँहरू त झुटा नि। मैले कानले सुनेको नि, मैले देखेको नि, मैले बुझेको नि, उहाँहरू चाहिँ झुटा, हामी चाहिँ सत्य। त्यो किन गर्छ त भन्दा शैतानिक आत्माले तपाईलाई कमजोर पार्नको निमित्त, तपाईलाई परमेश्वरको राज्यबाट लडाउनको निमित्त। त्यसैले भनिएको छ खानामा विष घोल्ने मान्छे भन्दा कानमा विष घोल्ने मान्छे खतरनाक हुन्छ। यसु मसीह त नि मलाई त भोग्ला छ, यो ढुङ्गा त रोटी बन्न पर्छ। मैले त यत्रो वर्षदेखि यत्रो 40 दिन 40 रात मैले परमेश्वरको उपवास बसेर आएँ, मेरो यो ढुङ्गा रोटी किन हुँदैन भनेर मन भन्नु भएन। पिता तपाईँको वचनले पनि म जीवित रहन सक्छु, मेरो मन कसैले पनि गिराउन सक्दैन, मेरो मन कसैले पनि कमजोर पार्न सक्दैन। किनकि त्यसैले तब फेरि अर्को ठाउँमा जानुभयो हाम्रो गुरु, हिँड्दै जानुभयो, तर पनि छोडेन उसले। हेर त तिमी त यत्रो 40 दिन 40 रात उपवास बसेर आएको मान्छे, तिमी यहाँबाट हामफल त तिम्रो परमेश्वरले त हात थाम्ने छन्। नै मेरो पिताले भन्नुभएको छ मेरो परीक्षा नलिनु, नै मेरो पितामा यो हुन सक्दैन। मेरो पिताले भन्नुभएको छ मेरो परीक्षा नलिनु, म हामफल दिन। यो पनि योजना के गरे त, कसरी हुन्छ कमजोर पार्नको लागि ऊ पछि परिरह्यो। तर पनि गुरु येशू मसीहले पछि पार्नु भएन। र आज संसारमा भनिएको छ कि रामायण, भागवत गीता, अजुर्वेद, सामवेद, अर्थवेद पढ्न सक्नुहुन्छ तपाईँले। त्यसमा पनि लेखिएको छ संसारमा येशू मसीहद्वारा नै मानिसले उद्धार प्राप्त गर्नेछ यो जगतमा। त्यसैले 1 इन्ची पनि हाम्रो गुरु येशू मसीहलाई प्रत्येकचोटि कमजोर पार्न खोजियो। आज त्यो समयमा गुरु येशू मसीहलाई कमजोर पार्न खोजियो, यो समयमा तपाईँहरूलाई कमजोर पार्न खोज्नेछन्। तर यो समयमा तपाईँहरू कमजोर हुनुहुन्न। यो समयमा तपाईँहरूको हिम्मत देखेर, मैले अघि भने नि, तपाईँहरूको हिम्मत देखेर तपाईँलाई आएको हालतले पनि हार खानुपर्छ। किनकि त्यो परमेश्वरको सन्तानमा त्यो हुनुपर्छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु, म मसीह येशूको नाममा। त्यसैले आजबाट यो मन बनाउनुहोस्, हामी कसैको धर्मलाई ठुलो भनेर हिँडेका छैनौँ, कसैको जात ठुलो भनेर हिँडेका पनि छैनौँ। हामीले के भनेका छौँ, सबैभन्दा ठुलो मानव सेवा धर्म हो, हैन? धर्म भनेको जसले धेरै मानव सेवा गर्न सक्छ त्यही नै ठुलो धर्म हो। न हिन्दू धर्म, न मुस्लिम धर्म, न बुद्धिस्ट धर्म, न क्रिस्चियन धर्म, हैन? त्यसैले हामीले के भनिरहेका छौँ भन्दा त ईश्वर जातको हुनुहुन्न, ईश्वर धर्मको हुनुहुन्न, ईश्वर मन्दिरमा हुनुहुन्न, ईश्वर चर्चमा हुनुहुन्न, ईश्वर गुम्बामा हुनुहुन्न, ईश्वर मस्जिदमा हुनुहुन्न, ईश्वर सच्चाइमा पनि हुनुहुन्न। ईश्वर तपाईँ हाम्रो हृदयमा हुनुहुन्छ, तपाईँ हाम्रो हृदयमा हुनुहुन्छ। बास यहाँ बस्नु भएको छ। एक दिन परमेश्वरले सबै कुरा बनाउनु भयो। सबै कुरा बनाइसकेपछि मान्छे बनाउनु भयो। थाहा छँदैछ आदम र हव्वा बनाउनु भयो। तर विज्ञानले त के भन्छ भने, विज्ञानले चाहिँ के भन्छ भने हाम्रो पुर्खा बाँदर हो। तर हामी त्यो भन्दैनौँ। फेरि विज्ञानले के भन्छ त्यो हामीलाई चासो भएन। हामीले के भन्छौँ भने हाम्रो परमेश्वरले पहिला आदम बनाउनु भयो, त्यसपछि हव्वा बनाउनु भयो। मैले चाहिँ त्यसरी विश्वास गरेको छु। तर विज्ञानले के भन्छ, हाम्रो पुर्खा बाँदर हो, बाँदरबाट हामी मानवमा चाहिँ हामी परिवर्तित हौँ भन्छ विज्ञानले। तर म त्यो चाहिँ भन्दिनँ, होइन? जब परमेश्वरले मान्छे बनाउनु भयो, आदम र हव्वा बनाउनु भयो, जब माटोबाट बनाउनु भयो, तपाईँले अहिले पनि यसो गरेर यसो सुँग्नु भयो भने माटोको र कुखुराको सुली टाइपको चाहिँ गनाउँछ, अझै पनि गनाउँछ, होइन? तर यसो कनाउनु भयो भने छालाबाट खरानी टाइपको सेतो भाग आउँछ। अझै पनि तपाईँले यो तथ्यलाई हेर्नुहुन्छ भने, होइन? र माटोबाट बनाउनु भयो र नाकबाट जीवनको सास फुकिदिनु भयो। आदम बनाउनु भयो, अनि आदम बनाइसकेपछि हव्वा बनाउनु भयो। किनकि आदम एक्लै बस्नलाई उचित मान्नु भएन परमेश्वरले। तब उहाँले के गर्नुभयो, आदम मस्त निदाएको निन्द्राको टाइममा उहाँको आदमको करङबाट स्त्रीको निर्माण गर्नुभयो। र आज पनि के छ त भन्दाखेरि
बस परमेश्वरले बनाउनु भएको नर र नारी, त्यसैले हामीले नर र नारी छौँ है भनिरहेका छौँ। त्यसरी जब परमेश्वरले नर र नारी बनाउनु भयो भने हामी चाहिँ के बनायौँ? जात बनायौँ, धर्म बनायौँ, समुदाय बनायौँ, कालो बनायौँ, गोरो बनायौँ, होचो बनायौँ, अग्लो बनायौँ अनि विभेद गर्न सुरु गऱ्यौँ हामीले चाहिँ। त्यसैले परमेश्वरले कहिले पनि विभेद गर्नुहुन्न। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ, परमेश्वरले हामीलाई माया गर्नुहुन्छ, परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु। त्यसैले आज हामीलाई यो मौका दिनुभयो, सरू म्यामलाई धेरै धेरै धन्यवाद, सर हजुरलाई पनि धेरै धेरै धन्यवाद। यो ठाउँमा आएर यसरी होइन मलाई यसरी माला लगाइदिनु भएको छ। यो माला होइन, मेरो लागि यो जिम्मेवारी हो। मैले जिम्मेवारी कसरी बोक्न सक्छु भनेर मलाई एकदमै पीड लाग्छ। त्यहाँ बसिरहँदाखेरि यति ठुलो जिम्मेवारी बोकाइदिनु भएको छ। अब यो जिम्मेवारीबाट कसरी चाहिँ यो जिम्मेवारीले कसरी बोक्ने हो, यो जिम्मेवारीको रूपमा मैले लिएको छु। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु। म मसी येशूको नाउँमा कहिले पनि तपाईहरूले जिन्दगीमा हार नखानु होला, हिम्मत कहिले नहार्नु होला, किनकि सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ मैले तिमीलाई शक्ति र सामर्थ्य दिएको छु। तिमीले हार खानको निमित्त मैले चुनिन, तिमीलाई बिमारको निमित्त चुनिन, मैले तिमीलाई कमजोर हुनको निमित्त चुनिन, किनकि मैले त तिमीलाई मेरो शक्ति, मेरो स्वर्गीय स्थानको चिन्ह चमत्कार दिएर मैले तिमीलाई अडाएर खडा गरेको छु। सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ। त्यसैले आजबाट हरेकले मन उठाउनुहोस् कि ईश्वर हृदयमा हुनुहुन्छ, ईश्वर आत्मामा, ईश्वरले हामीलाई पवित्र मन्दिर बनाउनु भएको छ। यो मन्दिरको यो भवनमा ईश्वर बस्नुहुन्छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु। त्यसैले हजुरहरूको घर घरमा ईश्वरको आशिष रहोस्, उन्नति रहोस्, प्रगति रहोस्। तपाईँहरूका नाना नानी, काका काकी, मामा भाइ भती जो कोही पनि घरदेश भएर परदेश हुनुहुन्छ भने पनि भरिपूर्ण आशिष मिलोस्। तपाईँहरूका ती दुई आँखाबाट आँसु कहिल्यै नआओस्, आँसु आओस् त खुसीको आँसु आओस्, त्यही पनि भुइँसम्म खस्न नपाओस् भन्दै म पनि तपाईँहरूबाट ओझल पर्न चाहन्छु। हस्त नमस्कार।